बर्थडे सानो बच्चीको बर्थडे रहेछ। ह्यापी बर्थडे सब भइसक्यो। हटाउनु भाइ। मलाई मलाई गएर क्या आउँदा भाइ के भयो अरे यहाँ आउँदा यहाँ नै आऊ साइको। हे एभ्रिवान वेलकम ब्याक माई न्यू एपिसोड 9। आज चाहिँ म यसो हजुरहरूलाई पोर्क मेरिनेसन गरेको देखाउँछु है। पोर्क बार्बेक्यू। हाम्रो कमल भाइ के छ? कमल भाइ के छ कमल भाइ? तिमी फेरि हाँस्दिहाल्दै हेर न, केटी जस्तो लजाइहाल्दै त हेर न। कमल भाइ हेर न मलाई साइको यार मान्छे खतम रहेछ यार। यो चाहिँ हाम्रो कमल भाइ त देखाइदिइसक्यो है फाइनली हाम्रो कमल भाइ यहाँ छ। गोलीमा चाहिँ काहीँ भेट्नु त्यति त अब हामीलाई बिर्सिँदै लाग्छ है। यहाँ चाहिँ म होइन 1 टेबल स्पुन बेसार भयो, 2 टेबल स्पुन हाल्नु हुन्छ। यो चाहिँ मेरो अन्दाजले बनाउनु लाग्यो है। 1 टेबल स्पुन रेड पाउडर, रेड चिली पाउडर। यो चाहिँ हाम्रो सिक्रेट मसला भन्छौँ। अनि रेड चिली पेस्ट तपाईँको 2 टेबल स्पुन। फाइनली हाम्रो चाहिँ यो मसला चाहिँ जान्छ है। यो पनि हामीले पिसेको मसला है यो चाहिँ। अनि हाम्रो पेस्ट तपाईँको 2 टेबल स्पुन हाल्दै हुन्छ। म चाहिँ तर हल्का हाल्छु, तर यसमा चाहिँ हाम्रो धेरै छ है मेरिनेसन गर्नलाई। अनि यो चाहिँ हाम्रो कोरिएन्डरको डन्ठी है, यो अप्सनल छ हजुरहरूलाई। यो मेरिनेसन चाहिँ तपाईँले 1 घन्टा राख्नु रेस्ट दिन सक्नुहुन्छ है। यो चाहिँ फाइनल भयो होइन। अब यसलाई चाहिँ लेमन एड गर्छौँ। अहिले चाहिँ हामीले लेमन पनि हुन्छ, यो चाहिँ हाम्रो लेमन भयो। लास्ट टाइम चाहिँ तपाईँले लेमन एड गर्नु त्यसलाई 1 घन्टा रेस्ट दिन्छौँ है। यसलाई त्यसरी मसाला गर्छौँ अनि 1 घन्टा रेस्ट हुन्छ है। यस्तो ऱ्याप चाहिँ गर्छौँ त त्यसरी तपाईँले डक्टर मिक्सन गरेर फाइनली गाइज होइन, म चाहिँ यसलाई ऱ्याप गरेँ। हेर्न सक्नुहुन्छ यो हाम्रो चाहिँ ऱ्याप फिल्म फोइल ऱ्याप गरेर चाहिँ यसलाई चाहिँ हामी फ्रिजमा राख्छौँ है। टक्क यसलाई चाहिँ फ्रिजमा राख्नुपर्ने हुन्छ है। यो चाहिँ हाम्रो बेलुकाको लागि होला सायद। मेरिनेसन गरेर राख्दैछ आनन्द हुन्छ, बेलुका डक्टर आउन सक्छ होइन। तपाईँहरूलाई कस्तो लाग्यो आज मेरिनेसन गरेको? तपाईँहरूले कसरी गर्नुहुन्छ कमेन्ट गर्नु होला। मैले मेरिनेसन गरेको भयो कि भएन पोर्कमा होइन, कमेन्ट गर्नु होला। फाइनली आज चाहिँ हाम्रो गेस्टहरू 29 जना हुनुहुँदो रहेछ। स्पेसल के छ त चिकनको चाहिँ म्याङ्गो विङ्स, भेज क्रिस्पी, अनि यो रोस्टेड पोर्क ऱ्याप रहेछ। हाम्रो 9वटा थाली भनेको चाहिँ अहिले चाहिँ 12वटा थाली भयो है। थालीको सेटअप हुँदैछ। 9वटा थाली प्लस हाम्रो चाउमिन पनि अर्डर आयो। हामी चाहिँ जम्मा 3 जना मात्रै छौँ, कमल भाइ, दुर्गा चेप अनि म है। यो चाहिँ हाम्रो काउलीलाई बोइल गरिदिइसक्यो। यो चाहिँ धेरै टाइम लाग्दैन यसरी पकायो भने चाहिँ तपाईँहरू तरकारी होइन। अनि हाम्रो दुर्गा सरले टक्क भेजिटेबलहरू काट्दै हुनुहुन्छ, प्याजहरू सब्जीको लागि दुर्गा सर। यसमा चाहिँ मैले अब लेमन हाल्दैछु है। यो हाम्रो गार्लिक, गुन्द्रुक, ग्रिन चिल्ली, लेमन अनि हल्का सट एड हुन्छ। यो चाहिँ हाम्रो गुन्द्रुकको अचार है। गुन्द्रुकको अचार बनाउनु लाग्यो। यो चाहिँ थालीको लागि है। थालीको लागि हाम्रो यसरी जान्छ गुन्द्रुकको अचार, यसको फेस पनि देखाउनु हुँदैन। अनि त्यसपछि ट्याग गलाएर के जान्छ भाइ? मुलाको अचार। मुला यो चाहिँ हाम्रो टोटल 19वटा रोटी छ। सक्छ कसैले यस्तो रोटी बनाउन मैले जस्तो होइन। टाइम चाहिँ 4:17 भएछ है। 4:17मा थाली पिकअप भएछ है। लगभग 1 घन्टै भयो।
भिडियो के आज मनिषा पनि पुरै ऊ हो क्या ब्रेड हाल्न लाउनु हो के भयो सर ब्रेड लाइन गरेर झ्याउ हो खाली पनि जाँदैछ प्लस हाम्रो यहाँ मोमो पनि छ अब मोमो दिन पनि हुन्छ चाहिँ हाम्रो स्टाफको खाजा देख्न सक्नुहुन्छ के बन्दैछ यसो कमेन्ट गरिदिनु होला है तपाईँको आज पुरी बन्दैछ यहाँ चाहिँ आज स्टाफको खाजा है यो चाहिँ खाजा नै खानु पऱ्यो होइन कालीगण्डकी खोला मस्त दामी छ यहाँको आवाज सुन्दै खाना चाहिँ मजा आउँछ हेरौँ न खाइदिउँ न है मस्त तरिका आज त बवाल छ है आज चाहिँ मैले चाहिँ यस्तरी धेरै खान्थिनँ आज चाहिँ यसो खाम जस्तो लाग्यो पुरी बनाइदिएको सब्जी चाहिँ फेरि हाम्रो दुर्गा सरले बनाएको है टक्क बाटामा हान्ने हुनुहुन्छ म चाहिँ फेरि बलमा हान्दैछु है ग्यासको यस्तो राखेर बवाल है कुरा है गाई मेरो चाहिँ पुरानो भिडियोहरू हेर्नु भएन भने गएर हेरिदिनु होला है भन्ने थियो कि यहाँ आउँदा भाइ के भयो अरे यहाँ आउँदा यहाँ आउने अब साइको मैले अघि कमल भाइलाई के भन्नु अरे भने यो खाजा लगेर चाहिँ पुगेन भने यसरी न तल चाहिँ नभए पुगेन भनेर भनेको नभन्दा ट्याक्ट्याक त्यो पुगेन भनेर आयो के गर्ने अब फेरि बनाउनै पऱ्यो के गर्ने त बनाउनु पर्ने हो कि के हो बनाउँदैन है यो चाहिँ म प्लेटिङ गर्दैछु ह्याप्पी बर्थडे लेखेर अनि यसको डेजर्ट चाहिँ हाम्रो अनिस दाइले बनाएर जानुपर्छ कि मलाई चाहिँ यसरी लेखेर दियो भनेर भन्नुभयो यो चाहिँ हाम्रो ह्याप्पी बर्थडे है ह्याप्पी बर्थडे हाम्रो सानो कस्तो भइरह्यो अरे त कमल भाइले नि दिन्छ है बेला बेलामा ह्याप्पी बर्थडे सब गइसक्यो मलाई गरेर जानु नभए गाइस अब हाम्रो चाहिँ क्लोजिङ टाइम भयो रातिको 9 बजिसक्यो है सरी रातिको 10:30 भइसक्यो अनि किचनहरू देख्न सक्नुहुन्छ पुरा लास्टै पुरो भइसक्यो अब चाहिँ हामी यसलाई पुरै सर्लक्क यो लाइन पुसेर तल यस्तो यो पुरै पुसेर होइन धोएर पुरै निक्लिनु पर्ने हुन्छ होइन दुर्गा सर सो थ्याङ्क यू फर वाचिङ माई भिडियो आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नु होला यो भन्दै म बिदा हुन्छु बाई बाई सी यू अगेन